आज लक्ष्मी पूजाको दिन आउँदै गरेको शुभ दीपावलीको पावन अवसरमा यहाँहरू सबैको सुस्वास्थ्य, दीर्घायु र चिरायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी पूजाको तयारीको अवसरमा जुटिरहेको छु। भर्खरै दीपहरू प्रज्वलित गर्दै म पूजा गर्ने क्रममा रहेको छु। लक्ष्मी माताले सबैको समृद्धि गरून्, सबैमा शान्ति, सुस्वास्थ्य छाइरहोस्। माताले सबैको घरमा धन दौलतको वृद्धि गराउन्। मैले यसरी चाहिँ लक्ष्मी पूजा गरिरहेको छु साथीहरू। अनि लक्ष्मीलाई अब चाहिँ घरमा भित्र्याउने कोसिस गरिरहेको छु। लक्ष्मी माता चाहिँ अब यसरी चाहिँ दीपावलीका बत्तीहरू बलिरहेको अवस्था छ घरमा। अनि यसरी दीपावली यसरी बत्तीहरू जलाउँदै लक्ष्मीको पूजा यसरी गरिरहेको छु। अब यहाँहरू सबैले लक्ष्मीको पूजा पक्कै पनि गर्नुभयो। लक्ष्मी माताले यहाँहरू सबैको कृपा गरून्। सबैको घरमा लक्ष्मी माता भित्र्याउन्। मैले यसरी लक्ष्मीका पाइलाहरू निर्माण गरेर लक्ष्मी मातालाई यसरी घरभित्र प्रवेश गराउन गइरहेको छु। आज चाहिँ लक्ष्मी पूजाको दिन लक्ष्मी माताले यहाँहरू सबैको कल्याण गरून्। यहाँहरू सबैको सुस्वास्थ्य, दीर्घायु, चिरायुको कामना गर्न चाहन्छु। यसरी हामीले लक्ष्मी पूजा गरिरहेका छौँ। लक्ष्मी माताले सधैँभरि कृपा प्रदान गरून्। लक्ष्मी दाहिना हुन्। सब देशभरि शान्ति छाओस्, समृद्धि होस्, देशमा सुशासन आओस्। लक्ष्मी माताले हामी सबैलाई कृपा प्रदान गरून्। शुभ दीपावलीको पावन अवसरमा यही शुभकामना पनि ज्ञापन गर्न चाहन्छु साथीहरू। आज विशेष दीपावलीको तेस्रो दिन, लक्ष्मी पूजाको दिन यसरी घरमा लक्ष्मीलाई भित्र्याउने कार्यक्रम चलिरहेको छ। लक्ष्मी पूजाको मैले चाहिँ यसरी गर्ने गरेको छु साथीहरू। लक्ष्मीको कलश राखेर दियो बालेर अनि चाहिँ लक्ष्मी पूजा गरिरहेको अवस्था छ। लक्ष्मी माता घरमा प्रवेश गरून्। घरमा सधैँ शान्ति, समृद्धि र सुख छाइरहोस्। लक्ष्मी माताले हामी सबैको कल्याण गरून् भन्ने कामना पनि गर्न चाहन्छु साथीहरू। यसरी हामीले दीपावली सहित लक्ष्मी माताको आराधना सहित सपरिवार लक्ष्मी माताको पूजा आराधनामा लागिरहेको अवस्था छ साथीहरू। म लक्ष्मीलाई चाहिँ पूजा गरिरहेको अवस्था छ। लक्ष्मी माताले हामी सबैको कल्याण गरून्। लक्ष्मी माता सदा दाहिना हुन्। भगवती लक्ष्मी माताले चाहिँ समृद्धि प्रदान गरून्। मातालाई म चाहिँ प्रार्थना गर्न चाहन्छु। जय लक्ष्मी माता। यसरी घरको आँगनमा गाईको गोबरले लिपेर अनि लक्ष्मीको कलश खडा गरेर अनि भगवान नारायण, लक्ष्मी र गणेशजीको तीनवटा अनि आसनहरू खडा गरेर अनि दीपहरू प्रज्वलित गर्दै लक्ष्मी मातालाई भित्र प्रवेश, माता सधैँ भित्र प्रवेशै गर्नुहुन्छ। आज विशेष गरी लक्ष्मी पूजा, लक्ष्मी माताको पूजा गर्ने दिन भएकाले लक्ष्मी मातालाई मैले यसरी मेरो गृहको भित्र प्रवेश गराउन थालिरहेको छु। यहाँहरूले देख्न सक्नुहुन्छ। जय लक्ष्मी माता। लक्ष्मी माताले हामी सबैको कल्याण गरून्।
शान्ति समृद्धि छाओस् भन्न चाहन्छु। जय लक्ष्मी माता। मेरो गृहमा प्रवेश गरिदिनुस्। मेरो घरमा सदा सर्वदा समृद्धि छाओस्। मेरो परिवारमा शान्ति सद्भाव र उमङ्ग छाइरहोस्। खुसियालीको वर्षा होस्। लक्ष्मी माताले हामी सबैलाई कृपा गरून्। सदा सर्वदा धन दौलतहरू वृद्धि हुँदै जाओस्। आयु बढ्दै जाओस्। स्वास्थ्य र निरोगिता हुँदै जाओस्। परिवारमा सधैँभरि शान्ति छाओस्। यसरी हामीले लक्ष्मी पूजा गरिरहेका छौँ। यसरी दीपावलीका बत्तीहरू घरमा बलिरहेको अवस्था छ। लक्ष्मी माता सदा सर्वदा मेरो घरमा कृपा गरिरहनुहोला। यहाँको कृपा बिना हामी केही पनि गर्न सक्दैनौँ। लक्ष्मी माताले कृपा गर्नुभयो भने सबै कुरा हामीलाई सम्पन्नता हुँदै जान्छ। लक्ष्मी माताको कृपा भएन भने हामीले कुनै पनि कार्यहरू सफलतापूर्वक गर्न सक्दैनौँ। तसर्थ लक्ष्मी माताले सदा सर्वदा कृपा गरिरहनुहोला। म यहाँ लक्ष्मी मातासँग आशीर्वाद लिन चाहन्छु। माताले हामीलाई सधैँभरि कल्याण कृपा रक्षा गर्नुहुनेछ। यसरी हामीले लक्ष्मी माताको पूजा गरिरहेका छौँ। लक्ष्मी मातालाई भित्राइरहेको अवस्था छ। यसरी लक्ष्मीका पाइलाहरू निर्माण गरेर भगवती लक्ष्मी मातालाई हामीले प्रवेश गराइरहेका छौँ। भगवती लक्ष्मी माताले हामी सबैको कल्याण गरून्। 2082 सालको दीपावली सम्पूर्ण नेपालीहरूको हर्ष र उमङ्गका साथ बितोस्। हामी कसैलाई पनि आपत्ति र दुःख आइ नलागोस्। कसैलाई पनि रुन नपरोस्। माता लक्ष्मी माताले हामी सबैको कल्याण गरून्। सुख शान्ति र समृद्धि छाइरहोस्। हे लक्ष्मी माता, तपाईँ दाहिना हुनुहोस्। हामी सबैको कल्याण गर्नुहोस्। हामी सबैलाई सुख शान्ति र समृद्धिको वर्षा होस्। यहाँको कृपाले हामीले चाहेका सबै कुराहरू पुरा हुन सक्छ। लक्ष्मी माताले लक्ष्मी नारायण भगवानले चाहनुभयो भने हामीले सोचे भन्दा धेरै कुराहरू प्राप्ति गर्न सक्छौँ। तसर्थ लक्ष्मी माता यहाँको कृपा सदा सर्वदा भइरहोस्। म यहाँको चरणमा सदा लागिरहनेछु। म यहाँले सृष्टि गरेको सृष्टिको एउटा संरचना मात्र हुँ। म सधैँ लक्ष्मी माताको सेवक भएर बस्न सकूँ। माताको कृपा ममा सधैँ आइरहोस्। सदा सर्वदा लक्ष्मी माताले कृपा गरिरहुन्। यसरी आजको लक्ष्मी पूजा हामीले गरिरहेको अवस्था छ। लक्ष्मी मातालाई हामीले भित्राइरहेका छौँ। सम्पूर्ण परिवारहरूले लक्ष्मी माताको पूजा गरिरहेको अवस्था छ। लक्ष्मी मातालाई हामीले भित्र्याउने र आज चाहिँ सकभर राति जागराम बस्ने पनि हाम्रो कार्यक्रम रहेको छ। लक्ष्मी माताले हाम्रो कृपा गरेर माताले हामीलाई रक्षा गरेर मेरो घरमा सदा सर्वदा धन दौलत खेतीपाती पशु चौपाय सन्तानहरूको स्वास्थ्य र शिक्षा सबै कुरा फलिफाप होस्। लक्ष्मी माताले हामी सबैलाई कृपा र कल्याण गर्नुहुनेछ।
जय लक्ष्मी नारायण भगवानको जय। जय लक्ष्मी माताको जय हो।